मेला अहिले नै राष्ट्रसभाको विरोध गर्ने बेला भएको छैन र राष्ट्रसभाले राम्रो काम गर्दैछ। कल कारखाना उद्योगदेखि लिएर शिक्षादेखि लिएर सबै व्यतिथिहरूलाई उसले थितिमा बसाल्दैछ भनेर कुरो गर्नुहुन्छ। यो त 2007 सालमा नेपाली काङ्ग्रेसले पनि यस्तै व्यतिथिहरूलाई बसाल्न सही ठाउँमा ल्याउनलाई उनीहरूले प्रचण्ड ल्याए, लडेर ल्यायो। के त्यो राम्रो थिएन र? त्यसपछि आएर माओवादीले यत्रो लडेर लोकतन्त्र ल्यायो, त्यो राम्रो काम थिएन र? सबै हो नि। अब के माओवादीको आलोचना गर्दैन आज? के आज काङ्ग्रेसको आलोचना गर्दैन र? हो, आज गरेन भने भोलि त्यो हालतमा पुग्छ भनेर नै राष्ट्रसभाको आलोचना गर्ने हो र उनीहरूलाई सचेत गराउने हो तिनीहरूलाई। साथी हो, यो कुरा चाहिँ बुझिराख्नुहोस्। त्यही भएर म चाहिँ भन्छु, देश बन्छ, एक्लैले बनाउन सक्दैन, एकको नेतृत्वमा पक्कै देश बन्छ। त्यसको लागि श्रम र श्रमदान जरुरी छ।